पानी छिटायो कामसाम गर्नु छैन पहिला फोन हेरिबस्छ पहिला कामसाम गर्नु अनि पो फोन हेरेर बस्नु पनि हुन्छ नि हैन वर्षाको बेलामा पानी कति बेला आउँछ एकैछिनमा आउनु थालिहाल्छ अत्तो हुँदैन अहिले राम्रो छ अहिले एकछिन पानी हराउन आइहाल्छ दिन उयो बेलामा फटाफट गरिहाल्नु पर्दैन रौसले कता गएको नि आज चाहिँ त्योबाट कम त ढिलो आउँदैन आजकल यो फटाफटी गरी नालेर कामसामहरू छैन यो त नपढ्नु ल नपढ्नु तिमी चाहिँ नपढ्नु त्यहाँ भोलि के छ पढ्दैनौ है नपढ खेलिबस्नु प्रवेश आएन आएको छैन हौ फोन हेरेर के गर्नु पानी अब बर्खाको काममा चाहिँ नि बर्खाको घाममा चाहिँ पानी चाहिँ हुँदैन है नपढ्नु ल अहिले म घामको भरै पर्दैन दिनको घाम चाहिँ लाग्यो ढुक्कै नपर्नु कि अन्त प्रवेश आएपछि जाने हौ बढी सुतिहाल तिमी अहिले म तिमीलाई सोध्छु ल एकछिन पर्छ ल फटाफट पढ्यो मैले लड्छ है लड्छ होइन लड्छ भनेको आउँ लड्छ भनेको हुँदैन त पेन्सिलबाट सबै ठिक छ होला नि सबै आन्सर लेखेर लगाइदिन्छ म दिन्छु भनेछु त आज म बाँदर खेद्ने नि एउटा तरिका सिकेको छु तपाईँलाई पनि सिकाउँछु हेर्नुहोस् ल जसको बाँदर पुरा आउँछ होइन हाम्रो त्यस्तो वकेल आउँछ एउटा बट्टा लियो हो यो छेर्नु पर्दो रहेछ पुरानो बट्टा अनि यसमा डोरी हाल्यो हो अन्त स्किन गर्नु पर्दैन रहेछ हो मैले पनि सिकेको नि त वकेल आउँछ हाम्रोतिर बाँदर आएर मजुर आउँछ चराहरू आउँछ होइन मकै त अस्ति ढुटो बनाइदिइहाल्यो अस्ति जानेको भए त हुन्थ्यो होला नि अब याद थिएन अहिले पो अब तर के छ नि यो बनायो भने चाहिँ आँगनबाटै यसरी क्या यसको साउन्ड दिँदा भइहाल्दो रहेछ नि त पुरानो बट्टा ल्याएको छु होइन फ्याँकिसकेको बट्टा हो हुन्छ जसकोमा बाँदर बेसी आउँछ खेती गर्नुहुन्छ दग्दी दिन्छ नि बाँदरले उहाँहरूको लागि चाहिँ हो ल अन्त यसलाई चाहिँ यसो गर्नुपर्छ रहेछ यसको जति साउन्ड आयो जति तान्नु सक्यो जति साउन्ड आयो त्यति राम्रो होइन आँगनबाटै अब भ्याउँछ नि त बारीमा हो यसो गर्नुहोस् ल तपाईँहरूले पनि मैले आज चाहिँ बनाएँ अब यसलाई चाहिँ यतै राख्छु अनि चाहिँ घरिघरि बजाउँदै गर्नु पऱ्यो नाइम बजाउँदै गऱ्यो भने चराहरू पनि त भाग्छ म चाहिँ खेती गर्नु चाहिँ छोडिदिएको प्लान्टेसन गर्ने अब डङ्की डङ हो आधी त रोप्दैछ हवस् त बाई